तपाईँले बिहे चाहिँ किन चाहिँ नगर्नु भएको? तितो सत्य भोग्दै गर्दाखेरि मैले बिहे नगरेको। कस्तो तिते सत्य? गाउँ समाज जम्मै स्वार्थी भए, अँ स्वार्थ उपार्जन गरे, अँ उनीहरूको भौतिकवादी जिन्दगी मात्रै देखे। अँ तर अध्यात्म के छ? चिन्तन छैन। अँ चिन्ता त गर्छन् तर चिन्तन छैन है। अँ हियर ह्याभ टु वर्ड्स, अँ चिन्ता एन्ड चिन्तन। अँ म चाहिँ चिन्तन गर्ने खालको परे, अँ अरू चाहिँ चिन्तन गर्छन्। अँ यति नै हो। अनि तपाईँ पहिला स्कुल पढाउनु हुँदो रहेछ, पक्कै हो। अनि अहिले चाहिँ किन अनि स्कुल पढाउनु जानु छोड्नुभयो? छोडिदिएको, मलाई रहर लागेन। अँ त्यतिखेर मैले जागिर खाएको, करले खाएको। अँ करले खाँदा खाँदै गर्दाखेरि पचेन, अँ मलाई रहर लागेन क्या। यस्तो क्या, चिन्तन र चिन्ता दुईटा शब्द अलग अलग है। अँ म चाहिँ समाजको चिन्तन गर्छु अँ होइन। अँ अरूले चाहिँ उनीहरूको जिन्दगीको मात्रै चिन्ता गर्छन् क्या। अँ यहाँ चिन्ता र चिन्तन अलग अलग चिज हो। अँ हाम्रो गाउँ समाज यस्तै हो। अँ म कसैलाई दोष लगाउँदिनँ, अँ मसँग पनि दोष छ। अँ सुन्नु, अँ मसँग पनि गुणै मात्रै छैन, अवगुण पनि छ। अँ अवगुणलाई पैतालाले कुल्चेर अँ गुणलाई अघि सारेर अँ हिँड्नु चाहिँ मानव जगतको के हो? आधार हो। आधार हो, विकास हो, एडभान्टेज हो। हो त्यति नै हो।